नमस्कार आमा बुवा। नमस्कार। हजुरको शुभ नाम? म राजु राव। ल भनेपछि हाम्रो राजु बुवा र हाम्रो राजु आमाले चाहिँ हाम्रो नुगा बेस्टमा थेरापी गरेको कति समयपछि घरमा मेसिन भित्राउनु भएको हो नि? हामीले यो थेरापी गरेको 2 महिनासम्म भित्रमा चाहिँ। हजुर, दुई महिनापछि भित्राउनु भएको है। हजुर। भनेपछि हाम्रो यो मेसिन भित्राउनुको मेन कारण भन्ने चाहिँ के हो? आमालाई समस्या हो कि बुवालाई के समस्या थियो? आमालाई समस्या थियो। हजुर। यो नसा च्यापिएको। अब नसा च्यापिएको आजभन्दा 14 वर्ष अगाडि हजुर। नसा च्यापिएको थियो र जापानिज एक्युप्रेसर थेरापी मार्फत चाहिँ उसको उपचार भएको थियो। हजुर। तर फेरि पुनः 14 वर्ष पछाडि फेरि पुनः बल्झेको र अलिक हिँडडुल गर्न अशक्त भएको कारणले चाहिँ हामीलाई एकजना बहिनीले चाहिँ नुगा बेस्ट जानु भनेर सल्लाह दिनुभयो। त्यही अनुरूप हामी नुगा बेस्ट गयौँ र त्यहाँ सुरुवाती चरणमा चाहिँ यो रोग निकाल्ने क्रममा चाहिँ अलिक दुखाइ हुँदो रहेछ। त्यसबाट हामी विचलित नभइकन चाहिँ हामी कन्टिन्युस रूपमा चाहिँ थेरापी गयौँ र 2 महिनापछि चाहिँ अलिक आमालाई अलिक कम हुँदै गयो र हामीले चाहिँ यो इन्फर्मेसन नुगा बेस्टबाट बुकिङ गऱ्यौँ र अहिले हामीले घरमै भित्र आएका छौँ। हजुर। भनेपछि हाम्रो आमा बुवा खुसी हुनुहुन्छ मेसिन घरमा भित्राएर? खुसी। हजुर। खास गरी नहुने रहेछ जीवनमा भनेर यो मेरो जीवन सङ्गिनीको जीवन नै हो भनेर हजुर। भनेपछि हजुर दिएको। हजुर। अनि भनेपछि हाम्रो आमा बुवाले हाम्रो बेस्ट हाउसमा आउने आमा बुवाहरूलाई के भन्न चाहनुहुन्छ त? उहाँहरूलाई पनि हामी जस्तै अलिक अशक्त हुनुहुन्छ भने, नसा समस्या अरूको समस्या छ भने उहाँहरू त्यहाँ गएर चाहिँ उपचार लिन सक्नुहुनेछ र त्यहाँ निःशुल्क सेवा पाउनुहुनेछ उहाँहरूले। र तपाईँहरूले पनि बिस्तारै त्यहाँ गइसकेपछि त्यहाँको सेवाबाट सन्तुष्ट भएर चाहिँ मेसिनहरू आफ्नो घरमा भित्राउनुहुन्छ भन्ने एकदम विश्वास छ र हामीलाई पनि विश्वास लागेको छ। खास गरी यो नुगा बेस्टको इन्टायर फ्यामिली सम्झौता राई मिस लगायत सगुन मिस, अनु मिस सम्पूर्णलाई हाम्रो तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु। धन्यवाद। ल हस्त, नमस्कार आमा बुवा। नमस्कार। We are Nuga Best.